हिजै राजा महाराजाले चाहिँ एकदम चाहिँ समर प्यालेस स्कुलमा चाहिँ स्थापना गरेको नागार्जुन दरबारमा राखेका छौँ। आज उनी चाहिँ त्यो के अरे त्यो व्यवस्थाप्रति कटाक्ष गर्दै, त्यस्तो प्रबन्ध गर्ने राजनीतिक दलहरूमाथि कटाक्ष गर्दै म फेरि चाहिँ फर्कन्छु भनेर चाहिँ जुन खालको चाहिँ हरकत गरिराखेको छ, यो चाहिँ उसले आफ्नो हैसियत चाहिँ भुलेको हो। हामीले गरेको जुन खालको उधार चाहिँ तपाईँको एउटा प्रबन्ध हो त्यसलाई चाहिँ उसले बिर्सेको हो। त्यस कारणले चाहिँ फेरि पनि यसमा म अर्को साथीहरूलाई पनि के भन्न चाहन्छु, राजा आओ देश बचाओ। फेरि पनि तपाईँलाई म यो चाहिँ के मञ्चबाट भन्न चाहन्छु, राजाले कसरी देश बचाउँछ? दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ? आफ्नो ज्यानको चाहिँ रक्षा गर्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, आफ्नो चाहिँ तपाईँको परिवारको रक्षा गर्न नसक्ने त्यो राज संस्था, अनि सबै चाहिँ कानुन चाहिँ हातमा लिएको त्यो राज संस्था, जहाँ चाहिँ तपाईँ मेरिटोक्रेसीको कुनै गुन्जाइस हुँदैन, जहाँ प्रतिस्पर्धाको कुनै गुन्जाइस हुँदैन, जहाँ एउटा चाहिँ कुलमा जन्मेको कारणले, एउटा चाहिँ घरमा जन्मेको कारणले ऊ चाहिँ तपाईँको मुलुकको चाहिँ 3 करोड जनता मध्ये सबभन्दा योग्य र श्रेष्ठ ठहरिन्छ, जसको शासन मुनि हामी बस्नुपर्ने चाहिँ बाध्य पारिन्छ। त्यस्तो प्रणालीको वकालत गर्दै हिँड्नेहरू चाहिँ लोकतन्त्र मान्ने हुन् कि नमान्ने हुन् त्यो पनि हामीले विचार गर्नुपर्ने होला। त्यस कारणले त्यसलाई त्यही रूपमा लिनुपर्छ। त्यस कारणले यो हामी अहिले नै चाहिँ राजावादीले यसरी चाहिँ मच्चिँदै हिँड्दै राजा फर्किहाल्छ भन्ने कुरो लाग्दैन। तपाईँ हामीले बुझ्नुपर्छ के छ भने राजतन्त्र त त्यो संस्थाको गल्तीको कारण त हुँदै हो। त्यो संस्थाले गरेको चाहिँ हिजोको चाहिँ जे चाहिँ खालको अत्याचार हो, चाहिँ जे खालको विभेदहरू, शोषण, दमन, उत्पीडनहरू त्यसको कारणले पनि हुँदै हो। तर राजतन्त्र त गएको त अर्को कारण पनि छ नि, सामन्ती उत्पादन प्रणाली यो मुलुकमा विघटन भयो। सामन्ती उत्पादन प्रणाली विघटन हुने बित्तिकै सामन्ती चाहिँ संरचनाहरू, सांस्कृतिक संरचनाहरू होला, राजनीतिक संरचनाहरू होला, सामाजिक संरचनाहरू त्यो सबै भत्किँदै गयो। तर राजालाई टेको पुग्न लाउने कुनै चाहिँ थाम भएन। त्यस कारणले त्यो राजतन्त्र घर भत्किएको हो। यहाँ हामी एउटा चाहिँ के भन्न सकौँला, हामी एउटा आमाले चाहिँ तपाईँको एउटा बच्चालाई जन्म दिन्छ, आमाको कोखबाट गर्भबाट एउटा बच्चा जन्मिनु झरिसक्यो। हामीलाई मन परेन त्यो चाहिँ तपाईँको झरिसक्यो बच्चा, होइन? बच्चा झर्ने कुरो मन परेन, त्यो बच्चा चाहिँ आमाको काखमा फर्किन सक्छ पृथ्वीबाट फेरि? त्यस्तै हो लोकतन्त्र आइसकेपछि यो लोकतन्त्रको मूल्य मान्यतामा सञ्चालन भइरहेको व्यवस्थालाई चाहिँ छोडेर फेरि पनि राजतन्त्र त्यही चाहिँ आमाको गर्भमा फर्किन्छ भन्ने कुरो कल्पना गर्नेहरू मूर्ख हुन्। त्यस कारण भने हामीले